साथीहरु यो मैले हिजो भने बमोजिम अघिल्लो भिडियोमा मैले भनेको थिएँ मेरो तल निजीवन छ। निजीवन भित्र रहेका छन् खयरका बोटहरु, पिल, बाँस लगायत थुप्रै बोट वृक्षहरु रहेका छन्। यतातिर त पस्नै सम्भव छैन, यहाँ घना जंगल छ। यो जंगलको मुनि खेत छ अनि त्यहाँ तल चाहिँ हाम्रो यस गाउँको सिरानमा रहेको यो हाम्रा बाबुबाजेदेखि नै पानी पिउने गरेको सबैको सार्वजनिक चाहिँ जरुवा छ। त्यो जरुवा ऐतिहासिक महत्त्व राख्दछ त्यसले है। यहाँ यस गाउँमा दुईवटा जरुवा हुन्, एउटा ठुली जरुवा र एउटा सानी जरुवा छन्। त्यसमध्येको यो ठुली जरुवामा पर्दछ किनकि यो ठुलो आकारमा रहेको छ। ठुलो चट्टान छ, यहाँ ठुलो चट्टानको मुनिबाट चाहिँ पानीको मूल फुट्दछ। यो निकै पानी सफा शुद्ध र पिउनलाई अत्यन्त चाहिँ मिठो छ। यहाँ सबैले आफ्नो यहाँ चाहिँ अहिले पक्की अवस्थामा यसरी यसलाई सुरक्षित गर्ने काम पनि भएको छ। यसको सानो एकड जमिन म जहाँ यहाँ चाहिँ यो हिँड्दैछु यो मुनिबाट पनि एउटा यसको ठुलो चट्टान रहेको छ। यो ठुलो एउटै सिक्टा हो। यो सिक्टा मुनिबाट चाहिँ सानो यो छेउमा चाहिँ रहेको यो लुगा धुने गरिन्थ्यो पहिले हामी सानो छँदाखेरि। यहाँनिर एउटा सानो छहरा पनि छरछराइरहेको छ। त्यो छहरामा ठुलो सिक्टा रहेको छ। त्यो सिक्टामा चाहिँ हामीले लुगा धुने गर्दथ्यौँ। तर अहिले घर घरमा चाहिँ धारो भयो, कुवा भयो, त्यसले गर्दाखेरि अहिले त्यस्तो छैन। यहाँ चाहिँ सिडी यसरी बनाइएको छ। यो जरुवाको संरचना नै फेरिएको छ आधुनिकताले गर्दा। नत्र यो ठुलो यो जुन यहाँ धारो छ यहाँ पनि ठुलो चाहिँ जरुवाको आफ्नै एरिया थियो। यहाँ सबै यतातिरबाट चाहिँ पानी जाग्ने गरेको छ अहिले पनि। र यहाँ चाहिँ यसरी राखिएको छ। यहाँ पानी पनि हेर्न सक्नुहुन्छ। यो सिक्टा त्यहाँ ठुलो सिक्टा पनि देखिन्छ। यहाँ यो अहिले झ्याउले सबै पुरिएको अवस्थामा छ, सबै यो छेकिएको छ। तर पनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ ठुलो सिक्टा देखिन्छ, अझै पनि ठुलो है। यस मुनिबाट पानी चाहिँ पलाउँछ। पानी यहाँ चाहिँ अत्यन्त मिठो छ। धारो पनि दुईवटा छन्, एउटा सानो धारो छ, एउटा ठुलो पानी बगिरहेको छ। यहाँ सानी नानी पनि संयोगवश यहाँ नुहाउनलाई आइपुगेकी रहेछन्। उनले अत्यन्त मजासँग चाहिँ नुहाइरहेको अवस्थामा मलाई पनि लोभ लाग्यो। नानीलाई म अब तल चाहिँ धारामा ल्याउँदछु। मैले तपाईहरुलाई देखाइरहेको छु। यहाँ सविता बहिनी पनि छोरीलाई नुहाउन भनेर आइपुगेकी रहेछन्। सविता बहिनीले अब छोरीलाई नुहाइदिँदैछन्। म तपाईहरुलाई देखाउँदैछु है। यहाँ बच्चाहरूले पनि अत्यन्त छिटो गराउन, छिटो ट्याप टिपेर तल गराउन, सट्ट तान न, सट्ट तान्न। यहाँ धारोमा चाहिँ यिनी कस्तो मजासँग नुहाउँदैछिन्। बस त, बस न, बस त। खर्च राम्रो भयो भने नमानेर त हो नि। ल ल अब ल ल ठाडोमा टाउको थाप त नानु। ल यो धारो हो हाम्रो, निकै पुरानो। यो हामी सबै देखाउँदैछौँ। यो सबै यो चाहिँ यो निजीवन यहाँको रुख वृक्षहरू हाम्रो एरियामा पर्दछ। अब हामी रुख वनस्पतिलाई जोगाउने र आफ्नो वातावरणलाई संरक्षण गर्ने के अरे पहलमा सधैँभरि रहेका हुन्छौँ।
खैले त्यसैले गर्दाखेरि रुख वृक्षहरू पनि हामीले रोपेका छौँ।